ल है साथीहरु, यो चाहिँ अर्थमन्त्री के मन्त्री भएको रे? अर्थमन्त्री भएको उसको जिल्ला हो क्या, रामशरणमको जिल्लाको गाउँको बाटो हो यो। बाइक गर्नलाई गाह्रो छ, त्यही भएर पहिले बाटो बनाउनु पर्यो। बालिने सरकारसँग पुर्याइदिनु हुन त। यो बालिने सरकारसँग पुर्याइदिनु पर्यो। हामी रामेछापबाट आएर यहाँ अर्थमन्त्रीको जिल्लामा आएर बाटो ढुङ्गा हालिदिनु पर्छ है। ढुङ्गा हालकेटा हो। दामी भयो नि त बाटो। अब बाटो दामी भइगयो नि। मास्त्री नि यस्तो छ कि के छ? छैन अब। यहाँ माइसम्म त ग्राभेलै गरे अब माथि के छ भन्ने कुरो आउने। ल मुख बन्यो अब। बन्द कहाँ बस्नु? लडाइ ढुटो बोलाइसक्यो। लाने कि? ल है त, बाटो बनाएर पहिलो उद्घाटन गर्यो केटोले। ओ त्यो निकालिदेऊ न ढुङ्गा। ए ढुङ्गा निकालिदेऊ न। ए मुला मेरो टायरै सकाइदिनु भयो। 1 वर्षलाई पुग्ने टायर। ओ मैले भन्दैछु भन्ने त्यहाँ 1-2 ढुङ्गा थप्दैन नभए। ए मुर्दा फेरि ढुङ्गा हाल्नु पऱ्यो। त्यहाँनिर अलिक चिप्लो। अझै 3टा छ नि त यहाँ। एउटा स्कुटी, 2टा बाइक। अफरोड किङ 220। हाम्रो 220को साउजी हुनुहुन्छ यता। साउजीको ड्राइभर बनेर बसेको म चाहिँ तलबाट यहाँसम्म चाहिँ अप्ठ्यारो बाटोमा भएर कोठाहरू ल सकेन। बरु यसो गरौँ न, एउटै त्यही लिएर गएर जाउँ। बरु त्यहाँ आएर झन् ल्याउँ। बरु किन लानु? अब कति छ? बाटोको हालत ल उकाले हुन् सम्धि। ल उकाले हुन् गयो हुन् अब त। मासु पनि छैन। ओफ भ्लग त यस्तो भइगयो नि। अब त्यहाँबाट फेरि पानीको भोला आइगयो यहाँ रातो न रातो भएर। त्यसले के गरिदियो क्या गएर त्यो माथि गएर त्यसले पुरै पानी खोलिदियो जस्तो छ। म त आइहालेँ जाँड त्यसै गरेँ भनेर होला। ल है त गयो। के भयो रे? ल यो नि गयो। ल गयो। ल मेरो पालो। ए म यहाँ चाहिँ फोड्नु हेर्नु ए होस् दार्जिलिङमा भर्ला हो। लास्टमा ऱ्याङ्कुटन सिनी न। अब मेरो पालो है त साथीहरू। ल्याउ बाटो बिगार्छ होइन। त्यहाँ गएर त्यो पानी मिलाइदिनु त गएर। त्यहाँ गएर पानी मिलाइदिनु त। सिँचाइ पनि मिलाइदिनु पऱ्यो नि त। त्यो मिल्दैन? ल छोडिदिनु ल। ल है त अब मेरो पालो छ। सबै कटिसक्यो न केटाहरू गइसक्यो। ल ल ल ल।